मान्छेसँग लैदियो हेलो यति पनि पाउनु भन्न डबल खान्छ आज चाहिँ हामी धान बानेर यहाँ बसिरहेको एकछिन रेस्ट गरिरहेको घाम यस्तो छ साथीहरू यसरी बसिरहेको यी धेरै छ धान बाने काम मादम भइरहेको छ म पनि आएको छु है सालो मर्ने बेला भइयो गाह्रो बस्नु दाजु बस्नु एकछिन बस्नु यस्तो यहाँ गाह्रो छैन बा साथी पर छोडिएछ त ऊ धान बानेर 40 त अहिले पुग्यो होला अस्ति कुनै केटाहरू सबैले रेस्ट गरेको अवस्था छ है यहाँ हेर्नुहोस् अहिले त धेर पनि छ होला गर्मीले मरिन्छ नि दिउँसो मरिन्छ नै है यस्तो हटाटक होइन गर्मी बिनाको चाहिँ के लगाएको खुट्टाभरि गुक्नै गुक्छ त गु होइन हौ के हो त्यो कहाँ खै हिलो पो त हिलो कुन खालको हाम्रो पनि त्यस्तै रहेछ त सुँगुरको गु हो कि नानाले कस्तो भनिदिनु भएको यहाँ हाम्रो साथीहरू नानाले त मलाई यस्तो बिला गरिदिनु हुँदैछ कामको धमाधम यहाँ बालेन सरकारको हिजो के भन्दै थियो बस्नु न हौ दाजु एकछिन बस्नु ओ प्रभु ओहो मरिन्छ नि बाबा यस्तो गर्मी हुन्छ मरिन्छ झन् भारी हाल्दै गरेको सबै हुन्छ यहाँ हाम्रो घरबेटी बा हुनुहुन्छ उहाँ चाहिँ यो खेतको धनी बाउ पनि फेरि आयो है उद्रोको बोकेर पर आउँदै हुन्छ पापा झन् पर धान पानी धमाधम साँझ जेठ 21 गतेदेखिको धमाधम सुरु यस्तो गाह्रो भइरहेछ नि प्रभुजी होइन उ त्यहाँ सानो गरामा अघि भन्नुपर्छ राम्रै भयो आज हाम्रो यहाँ पास्ने बाउ पास्ने उहाँको यहाँ यो के अरे नयाँ फसल यसलाई चाहिँ नयाँ फसल भन्छ कि यो चाहिँ कटनी गर्ने समयमा चाहिँ भण्डार गर्नुको लागि कटनी भइरहेछ यहाँ हाम्रो यस्तो बुढी बुवा पनि आइराख्नु भएको छ यस्तो घाममा आज धेरै जाडो भइरहेको होला अलिक सरहरू मजाले ओढेर बस्नु होला ऊ माथिल्लो टोलीले अब सक्यो त्यहाँको जाँदै हुन्छ बोकेर को अलिक बलवान हुनुहुन्छ आउनु है यहाँ दाजुलाई धान उचालिदिनु चाल दिदी उठ्नु यस्तो हो नि त तरिका पारेर बोक्यो धान बोक्नु र बाँध्नु धमाधम छ ऊ पर चाहिँ माथिल्लो टोली हुनुहुन्छ यता चाहिँ हाम्रो टोली बाँध्नु पर्ने छ साथीहरू धान यताको धान पाक्न बाँकी छ हाम्रो सुनसरीदेखि मोरङ जिल्ला सबै ढाकेको छ यसपालि धान बाँध्ने प्रभु धान गर्मी पनि कति हो कति अब 20 मिनट रेस्ट गरियो अब फेरि लाग्यो बाँध्नु साथीहरू धान बाँध्नु लाग्यो 50 रुपियाँ घन्टा भए चाहिँ यहाँ टन्नै खेत उयो छ है आवश्यक छ है कर्मचारीहरूको 50 रुपियाँ घन्टा कहाँ यहाँ साइली दिदीको पर्सि धान काट्नुहुन्छ 50 रुपियाँ घन्टा आउनुहुन्छ भने तपाईँहरूलाई स्वागत छ धानबारीमा अब चाहिँ यत्रो बाँध्नु छ ठुलो गरेर धान बाँध्नु छ साइली दिदीको 50 रुपियाँ घन्टाले कर्मचारी आवश्यक ऊ पर नि धान पाकिसकेको छ नि हौ 50 रुपियाँ घन्टा हजुर अहिले कति छ घन्टा अहिले चाहिँ 100 को हो कि दाजु घन्टा तर ऊ साइली दिदीले चाहिँ 50 रुपियाँ घन्टाले लाउने अरे क्या अनि काठ आउँछ त मान्छे खोइ
आउँदैन होला फेरि गर्नु। मान्छेलाई हुन्छ जस्तो अब अनि मोबाइल त लिएर आएको त नि हामी छोटा मालिक हो क्या ठुला मालिक गइसक्यो ओके राम्रो होला फेरि खाजा खाने टाइम चिसो दाजु तपाईँ भेन्डा खाने कि को खाने म त नखानु होला बुढी वर्ष भइसक्यो। अब चाहिँ सकिएको अवस्था धान बोकेर बाँधेर ल्याउँदै हुन्छ नि अरूले चाहिँ हामीले चाहिँ यसरी ल्याउँदैछौँ। आजलाई हाम्रो काम सक्यो के साथीहरू आजलाई यति नै मेरो भिडियो